अब पहिले यसलाई त सबभन्दा अगाडि म्याट्रिक्स फर्ममा लेखौँ है। अब यसको लागि के गरौँ भन्दाखेरि यसको लेख्ने अगाडिको ट्रिकै भनेको यही तरिका, अब स्टेप बाइ स्टेप जाउँ। द अर्गुमेन्टेड है, ARGUMENT, द अर्गुमेन्टेड म्याट्रिक्स अफ गिभेन सिस्टम इज भनेर लेख्ने। अब यसलाई चाहिँ अब म्याट्रिक्स फर्ममा लगिदिउँ है। अब कसरी लग्ने भन्दाखेरि यसलाई 8 जस्तै एक्सलाई एक्सको तिर, वाइलाई वाइको तिर, 2 यता एक्स एक्स भयो, यता वाइ वाइ भयो हो, यता वाइ वाइ। अब यतातिर चाहिँ यिनीहरूको यो के भन्छ यसलाई, यिनीहरूको रिजल्ट्स चाहिँ एक साइडतिर राख्ने हो। यसरी राखौँ पहिले। अब त्यहाँपछि के गर्ने भन्दाखेरि यो र इक्विभ्यालेन्ट मेथड कसरी गर्छ भन्दाखेरि जुन यो डायगोनल्स हुन्छ नि, योबाट डायगोनल जस्तै यो वाला, यो यति मध्ये यता जति छ नि पहिले यिनीहरूलाई चाहिँ 1 बनाउने हो। यिनीहरूलाई चाहिँ 1 बनाउने, जसरी पनि बनाउने, अरू बाँकी सबैलाई 0 बनाउने। अब एन्सर फ्र्याक्सनमै आओस् कि जेसुकैमा आओस् कि केही मतलब भएन, तर एन्सर चाहिँ आउनु पर्यो है। ल अब यसलाई 1 बनाउने, अब अरूलाई चाहिँ 0 भनेपछि पहिले जानौँ यो त रो 1 हो, थाहा भएकै कुरा हो। यो रो 2, यो रो 1 रो 2 भयो होइन। अब यो अगाडि सुरुदेखिकै गरौँ भन्यो भने यसलाई अगाडि 1 बनाउने हो, अनि त्यहाँपछि यसलाई 0 बनाउनु पर्छ, त्यहाँपछि यसलाई 1 0, अगाडि 1लाई हामीले प्रायोरिटी दिने क्या। अब यसलाई 1 बनाउनु पर्ने छ। अब के गर्दाखेरि चाहिँ यो 1 बन्ला त, यसलाई 1/8 ले डिभाइड गर्यो भने यसलाई 1/8 इन्टु 8 गर्न सकियो भने यो 1 हुन्छ नि हो। अब के कुनको पर्फर्म गर्दैछौँ, यसलाई 1 बनाउने हो होइन। सो रो 1 भयो, यो पर्फर्म पनि रो R1 मै गर्ने हो, R1 मा गर्ने हो। के गर्ने त 1/8 यसलाई योसँग मल्टिप्लाई गर्ने हो, यो पनि R1 मै छ भनेपछि R1 यसरी गर्ने। अब यो गरिसकेपछि के हुन्छ त हेरौँ है। अब 1/8 इन्टु, अब रफमा गरौँ है त हामी 1/8, अब हेरौँ, अब 1/8 इन्टु 8 यो त अभियसली 1 भयो हो। अब यो अर्को कति हुन्छ -3/8, अनि त्यहाँपछि -31/8 -31/8 है। अब अरू जस्ताको त्यस्तै 26 भनेपछि यसलाई 1 बनायो। अब यसलाई त 0 बनाउनु पर्यो क्या हामीले। अब के गर्दाखेरि 0 आउँछ, अब यसलाई 2 - 2 गर्न सक्यो भने 0 हुन्छ, अभियसली थाहा भएको कुरा हो। सो अब के गर्ने भन्दाखेरि 2 - 2 ल्याउनु। अब -2 ल्याउनको लागि चाहिँ के गर्ने भन्दाखेरि यसको सहायता लिने क्या, जुनलाई 1 बनाउँछ नि, यहाँ जति मल्टिप्लाई गरेर पनि भयो क्या। अब यो कन्डिसन ल्याउनको लागि त्यो 1 को सहायता चाहिँ लिने होइन। मतलब यो R1 मा छ नि त, यसरी गरेर R1 मा छ भनेपछि यसको सहायता चाहिँ लिएर यसलाई जसरी पनि 0 बनाउनु पर्ने। अब 2 - 2 घटायो भने 0 हुन्छ। सो यसलाई चाहिँ के गर्ने भन्दाखेरि अब यसलाई 0 बनाउनु पर्ने। सो यसलाई R2 पर्फर्म के गर्ने, अब R2 नै लेख्ने, R2 - 2R1 गऱ्यो भने हेर है, यहाँ अब 2 यो 2 हुन्छ हो। यो R2 भनेको चाहिँ यही भयो, अनि 2 - 2 0। ल अब हेरौँ है अरू पनि कसरी मिल्दै जान्छ हेर्दै जाउँ है, स्टेप बाइ स्टेप जाउँ। -31/8 भयो। अब हो, अब रफ गरौँ है। अब के छ हाम्रो, यहाँ हेरौँ है, यहाँ R2 भनेको 2 छ हो, R2 भनेको 2, अनि त्यहाँ चाहिँ माइनस, यो त भइसक्यो 2 - 2 भइसकेको यो। यहाँ गरौँ, R2 भनेको 6 माइनस 2 इन्टु R1 भनेको -3/8 हो, -3/8 यही हो नि त। अब 2 4 जा 8 हुन्छ होइन। अब 6 प्लस 3/4 भयो हो। अब यो कहिलेकाहीँ चाहिँ फ्र्याक्सनमा अब धेरै नम्बर आउनु सक्छ, अलिकति गाह्रो पर्न सक्छ। अब यसलाई त हामीले क्यालकुलेटरमा पनि पर्फर्म गर्न सकिन्छ है। अब त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि क्यालकुलेटर यो वाला, अब यसमा के गर्ने, मोड, यहाँ छ मोड, अनि यहाँनिर 3 गर्ने। मोड 3 गरेपछि यहाँ हेरौँ त, यहाँ यसरी हेर्ने, यहाँ फ्र्याक्सनमा आएको हुन्छ है। यहाँ
फ्र्याक्सनमा छिर्छ। अब के न सिम्पल त्यही अब 6 प्लस हेरौँ है, अलिकति यसरी गरेर फोकस गरौँ। 6 प्लस अनि 3/4 गऱ्यो भने कति हुन्छ? 6 प्लस 3/4 यस्तो आयो 6 अनि 3/4। यो त के भयो भन्ने जस्तो हुन्छ। यसलाई यसरी लेख्ने, 6 अगाडि छ, 6 लेख्ने, 3/4 यसरी लेख्ने। यो चाहिँ मिक्स नम्बरमा भयो नि त। अब हामीले अहिले मिक्स नम्बरमा लेखेर केही कामै छैन हामीलाई हो। मिक्स नम्बरमा लेखेर काम छैन। 6 3/4 आएको छ। अब 6 4 जा 24, 25, 26, 27। यसले यता मल्टिप्लाई गर्यो, यसले प्लस गर्छ है यसरी। यो चाहिँ कसरी मिक्स नम्बरमा त के भयो भन्दाखेरि यसले यसलाई मल्टिप्लाई गर्छ अनि यसलाई त फेरि प्लस हुन्छ। अनि 6 4 जा 24 प्लस 3/4 भनेपछि कति भयो? 27/4 भयो हो कि न? यसरी हुन्छ है यो मिक्स नम्बरको चाहिँ। मिक्स नम्बरको भ्यालु यसलाई यसरी फ्र्याक्सन गर्दा यसरी हुन्छ। सो यसको भ्यालु कति आयो हामीलाई? यसको भ्यालु त थाहा भइसक्यो, 0 आउँछ। अब यसको कति आयो अहिले भर्खर निकालेको? 27/4। अब यसलाई पनि गर्नु पर्यो, यो पनि त छ R2 मा भनेपछि 26 लेखौँ। 26 यहाँ R2 भनेको 26 माइनस 2 इन्टु R1 भनेको माइनस 31/8। यो कति भयो? यसलाई कट्यो, 2 4 जा 8 यसरी गरौँ न ब्राकेटमा है, अलिकति बुझ्न सजिलो हुन्छ। 26 प्लस माइनस माइनस प्लस हुन्छ नि त, 31/4 हो। अब यसलाई कहिले यस्तै हाई आउँदै जान्छ होइन। क्यालकुलेटरबाट पनि गर्न सक्यो। अब त्यत्तिकै पनि गर्दा पनि भयो एलसिएम लिएर होइन। अब हेरौँ है, यहाँ एन्सर चाहिँ आउँछ है 26 प्लस 31/4 गरौँ त कति आयो? 33 3/4 हो। यसलाई लेख्दिउँ 33 3/4। अब यो भनेको कति हो? 33 3/4 भनेको अब 33 इन्टु 4 गरौँ अनि प्लस 3 गरौँ, कति आयो? 135/4। यसलाई यो केही नम्बरले नगएकोले मिक्स नम्बरमा आयो होइन। अब यो कति भयो? 135/4 हो। सो अब यसरी लेखिदिउँ 135/4 लेखिदिउँ है, लेखिदिउँ, केही फरक पर्दैन। ल अब यसपछि त के गर्ने भन्दाखेरि यो 1 0 भयो, यताको टास्क कम्प्लिट भयो। अब हामीले यसलाई 1 बनाउने अनि चाहिँ 0 बनाउने है। अगाडि 0 बनाएर 1 बनायो भने फेरि गलत एन्सर आउँछ। सो अगाडि चाहिँ हामीले यसलाई चाहिँ 1 बनाइदिउँ। अब यसलाई 1 बनाउनको लागि यसलाई अब यो कति छ? 27/4 छ हो। 27/4 लाई 1 बनाउनु 4/27 ले मल्टिप्लाई गरिदियो भने यो 1 आइगयो होइन त? यो कट्यो, यो कट्यो, 1 एन्सर हो। अब हामीले यही गर्नुपर्ने। यो अब केमा पर्फर्म गरेको? यो कुनको गर्दैछौँ हामी? R2 को गर्दैछौँ। सो अब के अरे 4/27 R2 हेरौँ है एकचोटि। यहाँ विचार गर्दाखेरि पनि के भइरहेको छ भन्दाखेरि हेरौँ है, यो जुनमा अब जसलाई 1 बनाउने छौँ त्यसमा हामीले हेरौँ त यसरी मल्टिप्लाई गर्दै गएको छौँ। अब जुनलाई घटाउने 0 बनाउँछौँ घटाउँदै गएको छौँ, कुनैमा प्लस गर्छौँ कुनैमा घटाउछौँ होइन, त्यस्तो गर्दैछौँ। तर यो 1 ल्याउने ठाउँमा चाहिँ जहिले यस्तै हो क्या, यसो नै गरिन्छ है। नत्र भने त प्लस माइनस गर्ने त सिधै 0 हुन्छ। सो अब यसलाई फर्दर जाउँ। अब के भयो? अब हेरौँ है, R1 मा त के पर्फर्म गरेको छैन। सो 3/8 जस्ताको त्यस्तै लेखिदिने हो। यो 31/8 भयो। अब यहाँ त पर्फर्म गरेछ नि त। अब हेरौँ है त्यहाँ, अब हेरौँ अब यहाँनिर हेरौँ है, के छ भन्दाखेरि हामीले गर्नुपर्ने यहाँ 4/27 इन्टु R2 हो। अब 4/27 R2 भनेको अगाडि कति छ? 0 छ। यो त 0 नै भइगयो, अगाडि 0 लेखौँ हो, अगाडि 0 भयो। अब अर्को के छ? 4/27 इन्टु 27/4 छ। अब यो 1 भयो होइन त, 1 लेखौँ यसलाई हो। अब अर्को कति छ? अब यसलाई 4/27 इन्टु कति छ? अर्को 135/4 छ। अब यो र 4 4 कट्यो। अब 135 डिभाइडेड बाई 27 135 डिभाइड बाई 27 गरेर कति हुन्छ? 5 एन्सर
हो। सो यहाँ 5 लेखिदिउँ है, 5 लेखिदिउँ। अब 5 लेखिसक्यो। अब यो पछि है अब के गर्ने त? अब यसलाई 0 बनाउने के को हेल्पले? यसको हेल्पले। अब यहाँ कति चाहिँ के गर्दाखेरि चाहिँ 0 हुन्छ त? +3/8 राख्यो भने 0 हुन्छ, अभियसली हुन्छ। अब तर के को गर्नु खोजेको हामीले? यो चाहिँ नबिर्सौँ है, यो R1 को गर्नु खोजेको, मतलब यो रो 1 को यसलाई 0 बनाउने हो। यो R1 मा छ, R1 पर्फर्म गर्ने। अनि त्यसपछि R1 नै अगाडि लेख्ने। यो जस्तै यसरी हो नि, यसरी गर्दा पनि त हुन्छ भन्ने हुन्छ नि त। जस्तै अब हेरौँ है, यहाँ अलिकति पहिले गर्छु म। अब यसलाई कतिले, अब यो माइनसमा छ, यसलाई अब +3/8 ले गर्ने हो, इन्टु R2 हो। यो कस्तो हो त? यो भनेको यस्तो हो नि त। R1 भनेको यहाँ कति छ हाम्रो? यसलाई 0 बनाउँदाखेरिको केसमा अब -3/8 + 3/8, अब 1 × 1 भनेको त त्यति नै हो। यो त 0 भएको हो, यो कन्डिसन। तर हेरौँ है, यो जुनको पर्फर्म गर्दैछौँ नि, यो R1 भयो। अब चाहिँ के गर्ने भन्दाखेरि, अब गरौँ है त, फर्दर हिसाब गरौँ है। के हुन्छ भन्दाखेरि, अब R1 मा पर्फर्म गरेछ अभियसली। अब के गर्ने भन्दाखेरि, अब R1 पहिले R1 लेखौँ 1, अब +3/8 इन्टु R2 भनेको कति छ? 0 छ। यो भनेपछि 1 नै भयो, यो त हो, यो त 1 नै भयो। सो अगाडिको 1 नै भयो। R1 मा पर्फर्म हुँदैछ है, त्यो पनि विचार गरौँ। अब अर्को कति छ? R1 भनेको -3/8 छ। अब +3/8 इन्टु R2 भनेको कति छ? 1 छ। अब यो त 0 भइगयो हो, 0 भयो। अब अर्को कति छ? -31/8 छ हो, -31/8 छ, 31/8। अब +3/8 R2 भनेको कति छ हाम्रो? 5 इन्टु 5 गरौँ। अब कति हुन्छ? -31/8 + 15/8। अब 31 - 15 कति हुन्छ? 31 - 15 भनेको 16 हुँदो रहेछ हो, -16/8। 8 2 जा 16, कति भयो? 2 -2 है, -2 भयो हो, -2 भयो। अब 0 1 5। ल हेरौँ त, अब 1 1 आयो, 0 0, अरू बाँकी सबै 0। अब हाम्रो काम सक्यो। यताको आएको यो x को भ्यालु भयो, यो y को भ्यालु भयो। अब सिधै देयरफोर x = -2, y = 5 भनेर एन्सर लेख्ने।